तपाईलाई यस च्यानलमा स्वागत छ। आज फेरि लामो समयपछि तपाईहरुका माझ एउटा भिडियो लिएर उपस्थित भएको छु। 2083 साल जेठ 15 गतेको संघीय बजेट आइसकेपछि सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको तलबमा पनि वृद्धि भएको छ। प्रावि, निमावि, मावि शिक्षकहरूको तलब कसरी बढ्यो, कति बढ्यो र कसरी क्याल्कुलेसन गर्ने भन्ने विषयमा जानकारी प्रस्तुत गरेको छु। कृपया यो भिडियो स्किप नगरेर अन्तिमसम्म हेरिदिनुहोला अनि मात्र सहजै रूपमा बुझ्न सक्नुहुनेछ। र यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनमा गएर अल नोटिफिकेसन अन गरिदिनुहोस्। अब लागौँ आजको विषयवस्तुतर्फ। सबैभन्दा पहिला हामी प्रावि तृतीय शिक्षकको तलबको क्याल्कुलेसन गरौँ। सबैभन्दा पहिला तपाईको सुरुको तलब स्केल अहिलेको जुन 83-84 को बजेट अनुसार 10% वृद्धि भएर 36,192.2 पुगेको छ। त्यस्तै गरी 2 नम्बरमा हामी तपाईको कति ग्रेड संख्या पुगेको छ र इन्टु जम्मा ग्रेड दर चाहिँ 1206.4 ले गुणन गर्नुहोस्। त्यसपछि तपाईको जति रकम आउँछ त्यो तपाईको जम्मा ग्रेड रकम हो। जस्तै मैले यता 6 ग्रेडको 1206.4 ले गुणन गर्दा 7,238 चाहिँ ग्रेड रकम भएको छ। त्यस्तै गरी तपाईको अहिले नयाँ थपिएको अर्को चाहिँ प्रोत्साहन भत्ता हो। प्रोत्साहन भत्ता चाहिँ तपाईको सुरुको तलब स्केल अहिलेको जुन 10% वृद्धि भइसकेपछिको जुन तलब स्केल छ त्यो तलब स्केलमा 10% चाहिँ लगाएर जुन 3619.2 भएको छ त्यो चाहिँ तपाईको प्रोत्साहन भत्ता हो। त्यस्तै गरी अर्को रहेको छ महँगी भत्ता। यो महँगी भत्ता चाहिँ तपाईको प्रावि, निमावि, मावि सबै तहका शिक्षकहरूको जुन नेपालभरि नै 5000 रहेको छ। त्यसपछि अर्को रहेको छ स्थानीय भत्ता। ठाउँ विशेष फरक भनेको छ यो स्थानीय भत्ता चाहिँ कतिपय ठाउँमा नहुन पनि सक्छ अथवा तपाईको ठाउँमा कति छ त स्थानीय भत्ता त्यसलाई जोड्नुहोस्। अनि त्यसपछि तपाईको जम्मा खुद मासिक तलब हुन आउँछ। जुन मैले क्याल्कुलेसन गरेको 58,509.4 चाहिँ खुद मासिक तलब रहेको छ। फेरि त्यसमा तपाईको सञ्चय कोष जोड्नुहोस् जुन तपाईको सुरुको तलब स्केलको 10% रहने गर्दछ जुन चाहिँ 3619.2 हुन आउँछ। त्यसमा फेरि तपाईको बिमा जोड्नुहोस् जुन 400। हाम्रो यो पनि प्रावि, निमावि, मावि सबैमा एउटै रहन्छ। अनि जम्मा तपाईको मासिक तलब हुन आउँछ 62,528.6 तपाईको जम्मा मासिक तलब हुने गर्दछ। यो चाहिँ प्रावि तृतीय शिक्षकको तलब हो। त्यस्तै गरी अब जाउँ हामी अर्को प्रावि द्वितीय, निमावि तृतीय शिक्षकको तलब। सुरुको तलब स्केल चाहिँ 10% वृद्धि भएर 38,203 पुगेको छ भने जम्मा ग्रेड संख्या 8 हुन्छ। त्यसमा चाहिँ ग्रेड दर 1273.4 ले गुणन गर्दा 10,187.4 हुन आउँछ। तपाईले कति ग्रेड संख्या प्राप्त गर्नुभएको छ इन्टु 1273.4 गर्नुहोस् तपाईको ग्रेड रकम निस्किनेछ। त्यसपछि चाहिँ प्रोत्साहन भत्ता जुन तपाईको सुरुको तलब स्केलको 10% निकाल्दा 3,820.3 हुन आउँछ। त्यसपछि महँगी भत्ता जुन चाहिँ नेपालभर एउटै हुन्छ 5,000 र स्थानीय भत्ता तपाईको स्थानीय तहले कति उपलब्ध गराउँदै आएको छ त्यो जोड्नु होला। यो चाहिँ मेरो स्थानीय तहमा जुन 7,710 उपलब्ध गराउँदै आएको छ। त्यसपछि हुन आउँछ खुद मासिक तलब चाहिँ 64,920.7। त्यसमा फेरि तपाईँ जोड्नुहोस् सञ्चय कोष। सञ्चय कोष चाहिँ तपाईको तलबको 10% हो जुन चाहिँ 3,820.3 हुन्छ र बिमा 400 जोड्नुहोस् र तपाईको जम्मा मासिक तलब हुन आउँछ 69,141। यसरी तपाईले प्रावि द्वितीय, निमावि तृतीय शिक्षकको तलबको क्याल्कुलेसन गर्न सक्नुहुनेछ। अब जाउँ हामी प्रावि प्रथम, निमावि द्वितीय र मावि तृतीय शिक्षकको तलब क्याल्कुलेसनतर्फ। सुरुको तलब स्केल चाहिँ अहिले 10% वृद्धि भएर 48,057.9 भएको छ भने
जम्मा ग्रेड सङ्ख्या चाहिँ 8 हुन्छ र त्यसमा चाहिँ ग्रेड दर चाहिँ 1601.9 हुन्छ। तपाईको ग्रेड सङ्ख्या कति छ इन्टु 1601.9 गर्नुहोस् र तपाईको जम्मा चाहिँ ग्रेड रकम आउँछ। यसरी मैले 8वटै ग्रेडको चाहिँ जम्मा रकम 12,815.4 क्याल्कुलेसन गरेर राखेको छु। त्यस्तै गरी अर्को छ प्रोत्साहन भत्ता जुन चाहिँ तलबको 10% हुन्छ जुन 4,805.79 भएको छ। त्यस्तै गरी अर्को महँगी भत्ता जुन 5,000 रहेको छ। त्यस्तै गरी अर्को स्थानीय भत्ता, यो स्थानीय भत्ता मैले अघि पनि भनिसकेँ जुन चाहिँ तपाईको स्थानीय तहले उपलब्ध गराउँदै आएको स्थानीय भत्तालाई जोड्नुहोला। त्यसपछि तपाईको खुद मासिक तलब हुन आउँछ 70,679.09। त्यस्तै गरी त्यसमा चाहिँ फेरि सञ्चय कोषको 4,805.69 र बिमाको 400 जोड्दा तपाईको जम्मा मासिक तलब चाहिँ 75,884.88 हुन आउँछ। यसरी तपाईको प्रावि प्रथम, निमावि द्वितीय र मावि तृतीय शिक्षकको तलब क्याल्कुलेसन गर्न सकिन्छ। त्यस्तै गरी हामी फेरि जाउँ निमावि प्रथम शिक्षकको तलब क्याल्कुलेसनतर्फ। यसमा सुरुको तलब स्केल चाहिँ 10% वृद्धि भएर अहिले चाहिँ 50,448 पुगेको छ भने त्यसमा जम्मा ग्रेड चाहिँ 8वटा हुन्छ र ग्रेड दर चाहिँ 1681.6 हुन्छ। 8 इन्टु 1681.4 गर्दा हाम्रो चाहिँ 13,452.8 चाहिँ ग्रेड रकम हुन आउँछ र तपाईको चाहिँ कति ग्रेड सङ्ख्या पुगेको छ इन्टु 1681.4 गर्नुहोस् अनि तपाईको जम्मा ग्रेड रकम आउनेछ। त्यसपछि अर्को छ प्रोत्साहन भत्ता। प्रोत्साहन भत्ता हाम्रो तलबको 10% अहिले जुन आर्थिक वर्ष 2083-84 को बजेटमा चाहिँ राखेको छ जुन चाहिँ 5,044.8 हुन आउँछ। र त्यसपछि हाम्रो अर्को छ महँगी भत्ता जुन चाहिँ 5,000 रहेको छ। अनि अर्को स्थानीय भत्ता जुन चाहिँ यो ठाउँ अनुसार फरक पर्न सक्छ। तपाईको स्थानीय तहमा कति उपलब्ध गराउँदै आएको छ त्यसलाई जोड्नुहोस् र त्यसपछि चाहिँ तपाईको खुद मासिक तलब हुन आउँछ 73,945.6 प्लस डट 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 भनेको तपाईको त्यसमा चाहिँ स्थानीय भत्ता जोडिसकेपछि कति हुन्छ त त्यो राख्नुहोला। र त्यसपछि त्यसमा फेरि सञ्चय कोष चाहिँ 5,044.8 र बिमा चाहिँ 400 जोडिसकेपछि तपाईको जम्मा मासिक तलब हुन आउँछ जुन चाहिँ 79,390.4 प्लस तपाईको स्थानीय भत्ता कति छ त्यसलाई जोड्नुहोला। र यसरी चाहिँ तपाईले सहजै रूपमा चाहिँ निमावि प्रथम शिक्षकको तलब क्याल्कुलेसन गर्न सक्नुहुनेछ। अब जाउँ हामी मावि द्वितीय शिक्षकको तलबतर्फ। 1 नम्बरमा सुरुको तलब स्केल चाहिँ 10% वृद्धि भएर 53,611 पुगेको छ भने जम्मा ग्रेड सङ्ख्या चाहिँ 8वटा हुन्छ र ग्रेड दर चाहिँ 1787 हुन्छ। त्यसपछि हामीले 8 इन्टु 1787 गरिसकेपछि हाम्रो जम्मा ग्रेड रकम हुन आउँछ 14,296। त्यसपछि हाम्रो प्रोत्साहन भत्ता हुन्छ जुन तलबको 10% जुन चाहिँ 5,361.1 हुन्छ। त्यसपछि हाम्रो महँगी भत्ता हुन्छ 5,000। त्यसपछि तपाईको स्थानीय तहमा उपलब्ध गराउँदै आएको स्थानीय भत्तालाई जोड्नुहोस्। त्यसपछि जोडिसकेपछि हाम्रो चाहिँ खुद मासिक तलब हुन आउँछ 78,268 प्लस स्थानीय भत्ता गर्नुहोस् र त्यसमा चाहिँ हामीले सञ्चय कोष जोड्नुपर्ने हुन्छ 5,361.1। त्यसपछि बिमा 400 गरेर जम्मा मासिक तलब चाहिँ हुन आउँछ 84,029 प्लस स्थानीय भत्ता जति हुन्छ त्यसलाई जोड्नुहोस् र यसरी चाहिँ सहजै रूपमा तपाईले चाहिँ जम्मा मासिक तलब क्याल्कुलेसन गर्न सक्नुहुनेछ। त्यस्तै गरी अब जाउँ हामी मावि प्रथम शिक्षकको तलबतर्फ। मावि प्रथमको चाहिँ सुरुको तलब स्केल 10% वृद्धि भएर अहिले चाहिँ 62,466 पुगेको छ र जम्मा ग्रेड सङ्ख्या चाहिँ 6वटा हुन्छ र ग्रेड दर चाहिँ 2082 हुन्छ। यसरी क्याल्कुलेसन गर्दा हाम्रो जम्मा ग्रेड रकम चाहिँ 12,493 हुन आउँछ र प्रोत्साहन भत्ता भनेको तलबको चाहिँ 10% हुन्छ जुन चाहिँ 6,247 हुन्छ र महँगी भत्ता चाहिँ 5,000।
त्यस्तै गरी स्थानीय भत्ता चाहिँ तपाईको स्थानीय तहले उपलब्ध गराउँदै आएको स्थानीय भत्तालाई जोड्नुहोस् र त्यसपछि चाहिँ तपाईको खुद मासिक तलब हुन आउँछ 86,206 प्लस तपाईको स्थानीय भत्ता र त्यसमा फेरि सञ्चय कोषलाई जोड्नुहोस् 6,247 र बिमालाई जोड्नुहोस् 400। यसरी तपाईको जम्मा मासिक तलब हुन आउँछ 92,853 प्लस स्थानीय भत्ता जोड्यो भने करिब तपाईहरुको 1 लाख भन्दा बढी तलब हुन आउँछ। आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।